अचानक तिम्रो धेरै याद आयो, त्यसैले यो पत्र कोर्दैछु। थाहा छैन तिमीले यो पत्रलाई कुन रूपमा लिनेछौ, तर मेरो मनमा लागेका केही कुराहरू तिमी सामु राख्न मन लाग्यो। समय कति छिटो बदलिदो रहेछ है, कुनै बेला हामी घन्टौँसम्म कुरा गर्थ्यौं, ससाना कुरामा हाँस्थ्यौं र एकअर्काको दुःखमा साथ दिने कसम खान्थ्यौं। तर आज परिस्थिति यस्तो छ कि म तिम्रो एउटा सानो सन्देश वा आवाजका लागि पनि पर्खिनु पर्ने भएको छ। तिम्रो यो मौनता र निष्ठुरीपनले मेरो मनमा धेरै प्रश्नहरू उब्जाएका छन्। मैले कतै नजानेर तिम्रो मन त दुखाएको छैन, यदि त्यसो हो भने म माफी माग्न चाहन्छु, तर बिना कारण यसरी टाढिनु र बोल्न पनि छोडिदिनुले निकै पीडा दिने रहेछ। सम्बन्ध त त्यो जसमा गुनासाहरू साटासाट गरिन्छ, तर तिमीले त गुनासो गर्ने मौका पनि दिएनौ। सम्बन्धहरू बनाउन समय लाग्छ, तर भत्काउन एउटै पल काफी हुन्छ। म चाहन्न कि हाम्रो वर्षौंको नाता यसरी नै मौनतामा हराएर जाओस्। तिमीलाई मेरो अभावको महसुस हुन्छ कि हुँदैन म जान्दिन, तर मेरो लागि तिमी सधैँ एउटा विशेष थियौ र रहनेछौ। म सधैँ तिम्रो प्रगतिको कामना गरिरहनेछु। यदि कहिल्यै मन फेरियो र मेरो याद आयो भने मलाई सधैँ त्यही उभिएको पाउनेछौ, जहाँ तिमीले मलाई छोडेर गएका थियौ।